एजेन्ट थ्रु गएको सजिलो हुन्छ भनेर, तर झन् गाह्रो हुने रहेछ यार। तिनीहरूले चाहिँ फसाइदिँदो रहेछ। दुबईमा जब खोज्दा होसियार है, पैसा खाइदिन्छ फेरि। नमस्ते सबैजनालाई। मसँग स्क्याम भयो नि, जब स्क्याम। सेम डेमा त्यो दिन जब लगाइदिन्छु भनेर होइन म गएको। आज 3 दिन भइसक्यो, अहिलेसम्म जब लगाएको छैन। आज लोकेसन पठाइदिन्छु, भोलि लोकेसन पठाइदिन्छु भनेर त्यो बसिरहेछ भने। पैसा पेमेन्ट गर्नु फुल अनि पठाइदिन्छु भने, अनि फुल पनि पेमेन्ट गरेँ, अहिले पनि भएको छैन। अनि म फेरि जाँदैछु त्यो लोकेसनमा पैसा लिनको लागि। मैले चाहिँ आज वाइफलाई लिएर आएको छैन, उसलाई चाहिँ त्यही घरमा राखिदिएको छु। अब आफ्नो पैसा लिन्छु अनि जान्छु। त्यही पनि म्यासेज त सिन गरेको छैन पैसा लिन्छु भनेर। भिजिटमा आउँदा होइन आफैले खोज्दा हुन्छ यार काम, कि पढेको हुनुपर्छ होइन। लिङ्केडमा आफै खोज्दा नि हुन्छ। मेरो चाहिँ पाउँथ्यो होइन, अब वाइफलाई त्यस्तो खासै इङ्ग्लिस आउँदैन, त्यही भएर मैले चाहिँ त्यो गरिनँ, प्रोसेसै गरिनँ, फर्दर प्रोसेस। कल पनि आएको थियो अनि त्यही भएर म एजेन्ट थ्रु गएको सजिलो हुन्छ भनेर, तर झन् गाह्रो हुने रहेछ यार। तिनीहरूले चाहिँ फसाइदिँदो रहेछ। तपाईँहरू नै आउँदा होइन कि नआउनु, जबको खोजीमा पढे लेखेको छैन भने, कि अब पढे लेखे हुनुहुन्छ भने आउँदा हुन्छ, लिङ्केडबाट ट्राई गर्दा हुन्छ। म आफ्नो त्यहाँ गएर पैसा माग्छु होइन, त्यहाँ डाइरेक्ट मैले भिडियो त बनाउनु मिल्दैन। अब हेर्छु चाहिँ, म सोध्छु के चाहिँ भन्दो रहेछ। कति टेन्सन यार। एक त अफिस पनि सार्जामा राखेको छ, कति टाढा हो, आउनै 2 घन्टै लाग्छ भने यहाँसम्म। बिल्डिङ चाहिँ यो वाला बिल्डिङ हो, यो नामहरू त केही छैन। भित्र चाहिँ त्यो छ, एउटा गेट बनाएको छ यहाँ भित्र जाने। यहाँ चाहिँ मलाई चाहिँ भित्र पनि जान दिएन होइन। यो चाहिँ एउटा लोकेसन दियो। अब यहाँ चाहिँ जा रे, माथि पनि जानु दिएन, भेट्न पनि दिएन। म अब यहाँ जान्छु एकचोटि। मलाई चाहिँ न्यू लोकेसन दिएको छ यो सारा फार्मेसीको, अनि योसँग मिलरे यसमा जान्छु होइन, यसमा जान्छु। अब यहाँ पनि भएन भने चाहिँ म सिधै पुलिस स्टेसन जान्छु। म चाहिँ यो लोकेसनमा आइसकेको छु होइन, तर कस्तो चाहिँ बिल्डिङ छ क्या यो, कस्तो भएको छ। क्यान्सलेसनतिर लागेँ, मलाई रिफन्ड जसरी पनि चाहिन्छ भनेर भने होइन। अनि प्रोसेस पनि स्टार्ट गरिसकेको थिएँ, अनि फेरि प्रोसेस स्टार्ट गरिसकेको थिएँ, अनि फेरि 10 मिनटमा लोकेसन छ भनेर मलाई एउटा पठाएको छ। 6 बजेभन्दा पहिला पुग्नु रे। अहिले नै 4:30 भइसक्यो। अब म बसमा छु, जाँदैछु। अब हेर्छु त्यहाँ गएर लिन्छ कि नै, कि यो पनि फेक हो होइन। अहिले चाहिँ म आफ्नो वाइफलाई होइन पिकअप गरेर, अनि उसको अहिले ट्रायल छ। अहिले चाहिँ ट्रायल छ, 6 बजिसक्यो, अनि ट्रायल गर्न जाँदैछु। म र मेरो बुढी यो टेलरमा आएँ होइन ट्रायलको लागि। अहिले चाहिँ हुँदैन अरे, अब 10 बजेपछि नै भोलि, न त भने 4-5 घन्टा चाहिँ लाग्छ। तर केही दिइरहेको रहेनछ, नो एकोमोडेसन, नो ट्रान्सपोर्टेसन, नो फुड होइन। अब योभन्दा राम्रो त बरु नगरेकै राम्रो। त्यहाँबाट कति टाढा छ यार यहाँ आउनको लागि, अनि त्यो कामै छैन। हस् त, धन्यवाद। अब अर्को भिडियोमा भेटौँ ल।